घरमा के चाहिँ भइरहेछ म त केही बुझ्न सक्दिनँ कोही कता पटारेछ कोही कता पटारेछ होइन म त के अथवा यो दिमाग खराब बनाइसक्यो यो घरमा होइन के भइरहेछ यिनीहरूको बुढाबुढीलाई एउटै भित्र बसेर नाटक देखाउने एउटा बाहिर आएर रिस देखाउने रिस देखाएको होइन आमा तपाईँको प्यारी बुहारीले कता चर्तीकला मचाएर बसेको रहेछ के थाहा तपाईँलाई होइन के भयो बाबु यस्तो के चाहिँ गरिस् यसले पार्वती ए पार्वती पार्वती होइन किन तैँले यसरी अत्तालेर बोलाएको यसले त हामीलाई त सर्लको डुबाइहाल्यो नि आमा के गरिस् यो भित्र के गरेर बसिरहेछ आमा भित्र रोएर बसेकी छे ए रोरा नाटक गरिरहेको कि त्यसले त रोरा नाटक मात्रै गरेको अब रुने त मैले हो के भयो बाबु त्यस्तो के चाहिँ गरिस् यसले के चाहिँ गरेन आमा यसले गर्नु गरिहाल्यो नि अनि बोलाएपछि थाहा हुन्छ पार्वती ए पार्वती यो बाहिर आऊ होइन किन बोलाएको टाउको देखेर सुतिरहेको छे टाउको धोयो कि अहिले थाहा हुन्छ तपाईँलाई बोलाएपछि पख्नु न ए पार्वती बाहिर आऊ भनेको पार्वती किन सुन्दिन ए पार्वती बाहिर आऊ भनेको मैले पसलमा लगानी गर्नलाई ब्याङ्कबाट ऋण लिएको पैसा यसको खातामा राख्नु नै मेरो सबभन्दा ठुलो गल्ती भयो आमा यसलाई ठुलो ठुलो रेस्टुरेन्टमा जानुपर्ने एक्लै गए त हुन्थ्यो नि 10-12 जना साथीहरू लिएर जानुपर्ने दिनमा 25-30 हजारको बिल उठाउनु पर्ने ऋणले चुर्लुममा डुबेको साथीहरूको सङ्गत गर्नुपर्ने अनि ऋण तिर्न नसक्ने साथीहरूको ऋण तिर्दिनलाई आफ्नो लाको गहना फुकाएर दिनुपर्ने यसले उनीहरूको छेउमा राम्रो हुनलाई कोही पोइले छोडेका कोही पोइको घर हुँदै बाहिर बाहिर चरी हिँड्नेहरू त्यस्तो सँग छ यसको गतिलो सँग छ र यसको अनि तपाईँको दरखाने भने त एक दिन होइन आमा महिना दिनसम्म दरखाना हिँड्नुपर्छ हो नि छोरा अहिले देखासेकी गर्ने चलन आयो एक दिन दरखानु पर्ने महिनौँ अगाडिदेखि दरखान थाले संस्कृतिको नाममा विकृति फैलाउन थाले हो नि आमा यसलाई महिना दिन अगाडिदेखि दरखाने कार्यक्रममा सहभागी हुनुपर्ने एकचोटि लाएको गहना लुगा अर्कोचोटि दरखान जाँदा लाउनु नहुने हरेकचोटि महारानी बनेर नयाँ नयाँ लुगा गहना लाएर जानुपर्ने म पसलमा लगानी गर्न भनेर मैले लोन लिएर राखेको पैसा उसको खातामै राख्दै थिएँ सबै अब यसले सबै त मैले कमाएको भन्ठानेर फजुल खर्च गरेर सबै वायतमा उडाएर मलाई कङ्गाल बनायो नि आमा यसले के हुनु आमा ब्याङ्कले पसलमा ताला लाउने बेला भइसक्यो मसँग फुटेको कौडी छैन तपाईँ एकदम तनावमा छु आमा झुन्डेर मरौँ कि बिस खाएर मरौँ जस्तो भइसक्यो मलाई त त्यसो नभन न बाबु जसरी भए पनि व्यवहार मिलाउनु पर्छ अब कसरी व्यवहार मिलाउँ म त बर्बाद भयो कहीँबाट सुक्को पैसा आउने छैन दाइ मैले सबै कुरा सुने तपाईँ हरेस नखानु मैले पनि थोरै पैसा जम्मा गरेर राखेको छु धेरै त होइन थोरै छ
तर पनि तपाईँको व्यापार सल्टाउनलाई काम दिन्छ होला। बाबु जे भयो नि आफ्नै भाइ त हो नि, किन अप्ठ्यारो मान्नु? दाइलाई अप्ठ्यारो पर्दा दुःख पर्दा उसलाई पनि त नराम्रो लाग्यो होला नि त। त्यही नराम्रो लागेर त तिमीलाई सहयोग गर्न खोज्दैछ नि। अप्ठ्यारो नमाने भाइको पैसा चलाउँदा हुन्छ छोरा। मैले पनि अलिकति हरिकाकालाई पैसा चलाउनु दिएको छु, मागेर ल्याउँछु, त्यसले पनि अलिकति भर्थिएको हुन्छ नि। ए छोरा, अब बुहारीलाई कुटेर पैसा फिर्ता आउँदैन, मारेर आउँदैन। बरु हामी दुईजनाको पैसा लगेर ब्याङ्कमा तिर, आफ्नो काम चलाऊ, व्यापार सुरु गर छोरा। बुहारीले जानेर गरी या नजानेर गरी व्यापारमा डुबेको सम्झेर उकास्नुपट्टि लाग्नुपर्छ। हुन्छ आमा, अब त्यसै त गर्नु पर्ला नि। जा भित्र बुहारीलाई लिएर गएर फक्का। हिजोदेखि रोरो बसेको चाहिँ केही खाली पनि छैन। अब हामीले गाली मात्रै गरेर के गर्नु? जसरी भए नि आफ्नो व्यवहार त मिलाउनै पर्छ। तिमीलाई गाली नगरौँ भनौँ, गाली गर्ने बाटो बनाइहाल्छ होइन। तिम्रो चालामाला देख्दा त नि तिमीलाई गाली मात्र होइन पिटौँ जस्तो लाग्छ। मेरो हात उठाउने बानी छैन र भन्दा यत्रो पैसा खर्च गर्दा एक वचन सोध्नु पर्दैन मलाई? सोध्नु छैन, खोज्नु छैन, के कामको लागि राखेको हो कि पैसा? अरू कसैको पैसा राख्न दिएको पो हो कि? सोध्नु पर्दैन, बुझ्नु पर्दैन? तपाईँले पनि त बेला बेलामा बैङ्कको खाता चेक गर्नु पर्थ्यो नि, नत्र भए मैले पैसा झिकेर चलाउँथेँ त्यसरी। मैले पनि त्यो पैसा हाम्रै होला भनेर खुरुखुरु झिकेर चलाएँ नि। मलाई के थाहा, तपाईँले पनि केही भन्नु भएन? मलाई कहाँ थाहा थियो त पसलमा लगानी गर्नलाई बैङ्कबाट लोन लिएर त्यो राखेको पैसा भनेर। अस्ति तपाईँले नै सोध्नु भएको होइन, पैसा त एटिएमबाटै चलाइरह होला नि होइन भनेर। के कति खर्च गर्यो र खातामा कति पैसा बाँकी छ भनेर तपाईँले पनि सोध्नु भएन? मैले पनि केही भनिनँ। होइन, एटिएम हातमा छ भन्दैमा खुरुखुरु पैसा निकाल्न सक्ने? अनि साथीहरूलाई पनि दिएको छ फेरि पैसा, को कोलाई कति कति दिएको छ हिसाब छ तिमीसँग सबै? सबै त छैन, 2-3 जनाको चाहिँ छ। अनि साथीहरूलाई दिएको पैसा फिर्ता आउँछ जस्तो लाग्छ त तिमीलाई? खोइ आउँछ होला नि। आउँछ होला, पैसा जस्तो चिज आउँछ होला, कतै ढुक्क छ है तिमीलाई? पैसा जस्तो चिज फिर्ता आउँछ आउँदैन त्यो विचार गरेर दिनु पर्दैन? जसलाई पातेलाई पैसा दिने? पैसा कमाउनु कति गाह्रो छ तिमीलाई थाहा छ? यत्रो ठुलो तनाव भाइ र आमाले गर्दा केही समयको लागि भए पनि टर्यो। हेर, भाइले खेतमा काम गरेर भए पनि अलिअलि पैसा जोगाएर राखेको रहेछ र अहिले हामीलाई काम लाग्यो। अब हामी चाहिँ अब बाहिरबाट हेर्दा कति नै कमाएको जस्तो देखिन्छ, भित्रभित्र त खोक्रो रहेछौँ हामी त। अब अरू कुरा त्यस्तै हेर, तिमी पनि तिम्रो साथीहरूलाई दिएको पैसा खुरुखुरु उठाउनुतिर लाग्नु पर्यो। हेर त, अब हातले दियो खुट्टालाई दुःख भने जस्तो भएन? अब म पनि दिनरात गरेर पसलमा खट्छु, अनि ब्याङ्कको लोन तिर्नुपर्छ, अनि पसल आफ्नो नाममा पार्नुपर्छ। बाबु, ए बाबु, ठुले ए ठुले, हजुर आमा। खाना खाना आऊ दुईजना। बुहारीलाई धेर नगर। अब जे हुनु भइसक्यो, अब कराएर कुटेर गएको पैसा फिर्ता आउँदैन। ल तिमी पनि बिहानदेखि खाना खाएको छैनौ होला, अब मुख सुक्दो फ्रेस हो। जे हुनु भइसक्यो, अब खुरुक्क खाना खाना आऊ, खाना सेलाइसक्यो। बुहारीलाई पनि लिएर आइज खाना खाना। बिहानदेखि ऊ पनि केही नखाइ बसेकी छि, खालि चिन्ता मात्रै गरेकी छि। अब त ऊ पनि पछुताइ होला नि। अब खाना त खानु पर्यो। ल हिँड है। ल जाउँ खाना।
कान्छी एकछिन यहाँ आऊ त एकछिन यहाँ आऊ त यहाँ बस न यहाँ आऊ न यहाँ मसँग बोलाउँदै थिएँ एकछिन बस न एउटा काम छ हजुरको के थियो कान्छी तिमीलाई मैले जानी नजानी कस्तो नराम्रो व्यवहार गरेँ है मैले त्यस्तो व्यवहार गर्नुहुन्थेन तिमीमाथि मैले त्यस्तो व्यवहार गर्दाखेरि तिमीलाई कति नराम्रो लाग्यो होला है तिम्रो म जेठानी होइन दिदी सम्झेर माफ गरिदियो है मलाई अबदेखि आइन्दा तिमीलाई म यस्तो व्यवहार कहिले गर्दिनँ देउरानी होइन बहिनी सम्झेर माया गर्छु अनि कान्छी तिम्रो तिजको लागि के तयारी भएको छ त खाने जान्छ दिदी अनि फोनैसँग मसँग तिज एकछिन पख है अस्ति तिमीलाई मैले केही न केही ल्याइदिन्छु भनेको थिएँ नि अनि तिमीलाई अस्ति आमाले चुरा दिँदा पनि मन परेको थिएन नि त्यही भएर मैले तिमीलाई ल्याइदिएको ल त्यसको लागि रातो साडी अस्ति आमाले चुरा ल्याइदिँदाखेरि चुरा पनि मन परेको थिएन नि है तिजमा लाउनलाई रातो चुरा ल्याएर दिएको छु धन्यवाद दिदी यो साडी मैले तिम्रै लागि ल्याइदिएको मैले लगाएको छैन नयाँ साडी हो कस्तो राम्रो रहेछ साडी साँच्चीको मलाई पनि ल्याइदिनु भएको हो नि हो नि दिदी मेरो यस्तो साडी लाउनु हैसियत छ र अब योभन्दा बढी शब्द नबोल मैले लिएर आइदिएँ फुरुक्क लगाऊ कहाँबाट आयो नि फेरि हैसियतको कुरा हामी देउरानी जेठानी होइन दिदीबहिनी जस्तै मिलेर बस्नुपर्छ है अनि छ नि काम पनि मिलेर गर्नुपर्छ अनि तिमीले कुचो लगायौ भने म भात पकाउँछु तिमीले भाँडा माझ्यौ भने म बाहिरको काम पनि गर्छु अब सबै काम मिलेर गर्ने है ओहो के हो आज त देउरानी र जेठानी एकै ठाउँ खुसी भएर गफ गरेको देख्छु त हेर्नुहोस् न दिदीले मलाई साडी ल्याइदिनु भयो हो त नि कस्तो राम्रो ल्याइदिनु भएछ हेर्नुहोस् त कस्तो देखिएको छ आहा, साह्रै राम्रो तिमीलाई त यसपालिको तिजमा गजबै हुने भयो यसपालिको तिजमा यही लगाऊ है हुन्छ कस्तो देखिएला कल्पना गर्नुहोस् त अनि बाबु मैले हिजो अस्ति जाने नजाने के भन्न पुगेँ होला गल्ती बोल्न पुगेँ होला तपाईँलाई मैले केही कुरामा चित्त दुखाएको भए माफ गरिदिनु है ल भाउजू के कुरा गर्नुभएको एउटै घरमा एउटै परिवार भएर बसेपछि त्यस्तो सानोतिनो कुरा त भइरहन्छ नि यति जाबो कुरामा पनि म चित्त दुखाउँछु होला त भाउजू छैन भाउजू मैले चित्त दुखाएको छैन मनैदेखि भन्नुभएको हो नि बाबु हो भाउजू पत्याउनु न मनैदेखि भनेको कुरा हो भाउजू आउँदिन धेरै टाढा भएर हो कि पानी पनि पर्नु लागिसक्यो कतिखेर आउँछ आउँछ त नआयो मलाई त खोइ छोरी आउँछु भन्थे यतिखेरसम्म आँकी छैन कतिखेर आउने हो कुनी कान्छाले त आज आउँथे भन्थ्यो बा आउने हो बा नआउने हो खै केही थाहा भएन कान्छोले बा दिदीलाई मात्रै पो भनौँ कि बा सासु ससुरालाई भेट्दै भेटेन कि भेटेर पो नभनी आयो कि यतिखेरसम्म आँकी छैन मलाई त पिरै लाग्न थाल्यो खै खोइ अहिले होइन कुरेको यतिखेरसम्म आइपुगेकै छैन खोइ आउने हो कि नआउने हो म त निन्द्रा पो लाग्यो एकछिन ढल्किनु पऱ्यो
पनि हुनुहुन्न, भाउजू पनि हुनुहुन्न, बुहारी पनि कता गइसिन् पनि। आमा ए आमा त यहाँ पो सुतिरहनु भयो रहेछ त। आमा आमा उठ्नुहोस्, म आएँ नि। ए नानी आइस, बस यहाँ। तेरो बाटो हेर्दा हेर्दा यो आँखै टटाएर यसो ढल्कै थिएँ, भुसुकै नि रहेछु नानी। अरूको घरमा सबैको छोरीहरू आइसके, आफ्नो चाहिँ एउटी भगी छोरी पनि यतिहरूसँग आउँदिनँ। मलाई त कस्तो चिन्ता लागेको थियो नानी। ल त आइपुगिस्, राम्रो भयो, खुसी लाग्यो। नआउलास् कि भनेर मलाई कत्रो पिर लागेको थियो। कहाँ नआउनु नि आमा, आज नआएको भए पनि म त भोलि बिहानै भए पनि आउँथेँ। त्यसमा पनि आफ्नो माइती नआइकन कहाँ जानु छ र म। आफ्नो आमाले पकाएर दिएको दर खानु परेन। धेरै दिन बस्न नपाए पनि 2 दिनको लागि भए पनि आउँथेँ आमा। मेरी आमालाई म आउँदिनँ भनेर कति चिन्ता लागेको रहेछ। अनि लाग्दैन त आफ्नो छोरीको चिन्ता? साँच्ची आमा, भाउजू त माइत जाने होला नि। अनि बुहारी त कहिले पनि माइत गएकै देखेकै छैन। होइन नानी, यसपालि त कान्छीलाई पनि माइत पठाउने हो। उसलाई पनि त उसकी आमाले पकाएर दिएको ढिँडै मात्रै भए पनि मिठो मानेर खाएर आउँछ नि त। हो नि आमा। छोरी तिमी त धेरै मोटाइ छौ, धेरै फेरि छौ। हो र आमा, मलाई पनि त्यस्तै त्यस्तै फिल भइरहेछ। अनि आमा के छ त नयाँ नौलो हालखबर तपाईँको? ठिकै छ नानी, तिम्रो चाहिँ के छ भन। एकदम ठिक छ। यो साडी कसले किनिदिनु भयो? कस्तो राम्रो रहेछ, कति सुहाएको हो तिमी पनि त एकदम राम्री भएर आइछौ नि त। मेरो छोरी राम्री छ नि त्यसै पनि। त्यही त, छोरी कस्तो हेर्नु नि पहिला। आमा कि ओहो नानी आइपुग्नु भएछ। ए भाउजू भित्रै हुनुहुँदो रहेछ। नमस्कार भाउजू। नमस्ते, कतिखेर आउनु भएको? भर्खरै आएको भाउजू। ए म त एकछिन पल्टेको भुसुक्कै निदाएछु। अनि भाउजू बुहारी खोइ त? दुवैजना खेततिर गएको थिए, आउने बेला भयो होला। दुवैजना जानुभएछ है? कति मिलेर काम गर्नुहुन्छ। साह्रै मिल्छन् कान्छा र कान्छी। जेठा र जेठी नै मिल्छन् नि आमा। मिल्छन् मिल्न ए दिदी पो आउनुभएछ डोगरी। ठ्याक्कै भन्यो। बस कतिखेर आउनुभएको? भर्खरै आएको नि, धेरै धेरै भएको छैन। ए दिदी आइपुग्नु भयो? डक्टर है। ल भाग्य मान्यो नि मेरो भाइ। बस हुन्छ। ए कान्छी कतिखेर आइस? ए दाइ दर्शन दर्शन भर्खरै आएको दाइ। ए सबैजना जम्मा भयो, रमाइलो हुने भयो। कस्तो रमाइलो भयो है। छिट्टै आइपुग्नु भएको छ उहाँ पनि। अनि के छ त खबर? ज्वाइँको के छ खबर? कहिले आउनुहुन्छ? ठिकै छ दाइ, ज्वाइँ अब दसैँतिर आउनुहुन्छ भन्दै हुनुहुन्थ्यो। ए अनि दिदी राम्रैसँग आइपुग्नु भयो नि? राम्रैसँग आएँ भाइ। ए कहीँ केही अप्ठ्यारै भएन, आउँदा सजिलैसँगै आएँ। ए हस्। ल बुहारीहरू, तिमीहरू दुवैजना गएर खाता तयार गर त। नानी पनि भोकाएर आयो होला, सबैजनाले खाता खाउँ। हस् आमा, त रेडी गरिहाल्छौँ। कति बेर लाग्छ र? अनि नानी, अनि अरू के छ नि तिम्रो खबर? सबै राम्रो छ आमा। सबै ठिकै छ? ठिक छ आमा। अब यो पालि त म पनि आएँ। एकदम रमाइलो गर्नुपर्छ है आमा। धेरै रमाइलो भयो नानी। सबैजना दाजु बाजु तिमी सबै भएपछि घरमा सबै फ्यामिली भएपछि कति रमाइलो भयो। हो नि। ल नानी, ल हिँड, यो लुगा फेर अनि खाजा खाउँ है। हुन्छ है आमा। यता
पानी लिएर आयो ल्याउ म भित्र लान्छु एकदमै गरम भइसक्यो ल्याउ 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 म लान्छु के हुँदैन ल्याउ माथि बोकेर लिएर यस्तो गरम छ ओहो आमा म त छक्क परेँ त कहिले नदेखेको कुरा यसपालि देख्न पाइयो त आमा जेठी भाउजूको तडक भडक त बेग्लै देख्छु त अनि तडक भडक खस्किएर त भुइँमै आएछ त तपाईँ हामी जस्तोलाई त गन्दैन थिइन् त अनि आमा हाम्रो त्यति सोझी बुहारीलाई कति हेप्थिन् गरिबको छोरी रे भनेर होइन आमा यो परिवर्तन चाहिँ कसरी आयो यो परिवर्तन नानी सबै यसैले गर्दा हो यसले त भरको पैसा उडाएर 2 महिना अघिदेखि दर खाना हिँडेर रक्सी खाएर मातेर पैसा उडाएर समूहमा बसेका सबै महिलाहरूलाई भरको पैसा बाँडेर दान बिरुवा भएर पसलको सबै सिद्ध्याएर भएको पैसा दाजुको ब्याङ्कको पैसा सबै सिद्ध्याएर सबै गरेर दाजुलाई त टाकटुकै पारिसकेको छ है अस्ति त नानी यसले त मलाई पनि दरखाना जाउँ भने अनि म पनि गएँ होइन दरखाना जाउँ भनेपछि गएपछि त अब के हो के जाति खाँदा रहेछन् त्यहाँ त के बियर अरे सेयर अरे के अरे है आफू त कहिले मुखमा नहालेको अब म पनि कस्तो हुन्छ नानी भन्दा मिठो हुन्छ भने मैले पनि खाएपछि त नानी मलाई त यो टाउको दुखेर 4-5 दिनसम्म उठ्न नसकेर बिरामी भएर झर्नै मरेँ नि म पनि अनि त्यहाँदेखि यो त दिनै पछि जाने भयो क्या फेरि अनि नजाए बुहारी भन्छु भोलिपल्ट पनि मातेर आउँछ पर्सिपल्ट पनि मातेर आउँछ यसले त गर्नसम्म गरेको हो नि त मलाई धरि उसले त पुरै बिगारिसकेको थियो नि यो गाउँ समाजले के भन्दै हो नानी यता हल्लिएर हिँडेको छ उता हल्लिएर हिँडेको छ 2 महिना अघिदेखि यस्तो खाएर हिँडेको छ यो गाउँ समाजमा पनि बेइज्जतै होला भने ठुलो डर भएको नानी अनि मैले कति सम्झाउँदा पनि भएन नगरै बुहारी यस्तो नखाए भनेर भने त्यो पनि नमान्ने अनि त्यहाँबाट अहिले दाइले कराएर यसलाई बेसरी अब सबै त सकाइ त हाल्यो अनि अलि चक्क परेर यस्तो भक्यो नि त यो अनि आमा बुहारीले जे भन्यो त्यहीमा लैलै लागेर हिँड्नु भयो तपाईँ पनि कतिपय गल्तीहरू त तपाईँको पनि देख्छु क्या आमा म पहिल्यैबाट हजुरले बुहारीलाई यस्तो गर्नु हुँदैन है बुहारी भनेर सम्झाउनु भएको भए आज यी दिनहरू त देख्नु पर्ने थिएन नि होइन नानी मलाई पनि के थाहा त अब त्यो उसले त्यसरी खाएर हिँड्छे त्यस्तो चिज खान्छे भन्ने कुरा मलाई थाहा पनि त थिएन फेरि बियर भनेको कुरा के हो मलाई थाहा पनि त थिएन नि अब मैले पनि मिठो हुन्छ भनेपछि मैले कहिले नखाएको कुरो मैले पनि खाएँ तर मैले थाहा पाएँ कि यो कुरा खराब रहेछ भन्ने कुरो थाहा पाएपछि उसलाई मैले कति सम्झाएँ नानी ऊ मान्दै नमान्ने उसको त ह्याबिटै बसिसकेको रहेछ नि त ठिकै छ आमा जे हुन्छ राम्रैका लागि हुन्छ बल्ल ढिला भए पनि चाँडो भए पनि भाउजूको बुद्धि त फिर्यो अब भने चाहिँ मेरो माइती स्वर्ग जस्तै हुने भयो अहिले त दुईटा बुहारी कस्तो मिलेर काम गर्छन् मिल्छन् नानी मलाई पनि एकदम स्वर्ग जस्तै घर लागेको छ सधैँभरि हाम्रो घर यस्तै होस् अब कोही पनि त्यस्तो नराम्रो कुलतमा नपसोस् सबै सुध्रेर जाओस् म पनि यही भन्न चाहन्छु अहिले मेरो घरमा सबै मेलमिलाप कति राम्रो वातावरण भएको छ मेरो छोरी पनि आयो म कति खुसी भएको छु हो नि आमा अब जेठी र कान्छीलाई बराबर माया गरेर राख्नुहोस् दुईटै बुहारीहरू छोरी समान हो म पनि त अर्का घरमा गएको त्यसैले हजुरले दुईटै बुहारीलाई बराबर माया गर्नुपर्छ है आमा हुन्छ नानी म माया त गर्थेँ तर अलिकति जेठी बुहारीको पारामा लाएर म पनि बिग्रेको थिएँ है तर त्यो गर्न मैले गलत गरेछु म दुईटै बुहारीलाई बराबर माया गर्छु मेरो दुईटै सन्तान एउटै त हो नि एउटै कोखबाट जन्मेका है मलाई दुईटै उस्तै माया लाग्छ तर खै म पनि कसरी उसको पारामा लागेँ अब म कहिले पनि यस्तो गर्ने छैन नानी आफ्नो घर परिवार आफ्नो छोराछोरी सबैलाई बराबरी माया गर्नेछु जाऊ छोरी तिमी पनि भित्र गएर फ्रेस भएर चिया खाऊ आराम गर अब यस्तै हो आमा छोरीको कुरा कहिल्यै सकिँदैन आफ्नो सबैको घर घरमा त भइहाल्छ नि जाऊ आराम गर चिया खाऊ है आऊ कान्छी यहाँ पर्छ कान्छी हेर न तिमीलाई मैले कति गाली गरेँ कति हेपेँ
गरिबको छोरी भने कति हेपेर बोलेँ तिमीलाई मैले काहीँ लगिनँ पनि तिज आयो के आयो लुगाहरू पनि मैले त्यस्तै हेपेर यो गरेँ तर म गलत रहेछु कान्छी मलाई माफ गर मेरो आखिर 2टा सन्तान त एउटै हो कान्छो पनि जेठो पनि म जेठी बुहारीको पारामा लाएर अलिक बिग्रेछु मेरो बुद्धि आएन अर्काको उलामालामा पनि लागेँ गाउँघरको उलामाला पनि लागेँ कान्छी मलाई माफ गर मेरो यसै असल बुहारी यस्तो भलाद्मी बुहारीलाई मैले यस्तो हेला गरेँ मेरो अब कहिल्यै पनि यो बुद्धि नआओस् मलाई माफ गर कान्छी आमा तपाईँले पनि यसरी माफी मागेको सुहाउँछ र हजुरले मलाई यति मायाले यति शब्द भनिदिनु भयो म त्यसैमै खुसी छु त्यही पनि आमाले गाली गरेको कहाँ मैले मनमा लिएकी छु र तपाईँको त म बुहारी होइन नि छोरी सर हुँ हजुरले यति राम्रोसँगले मलाई मायाले यति भनिदिनु भयो पुग्छ मलाई आमा त्यस्तो कुरा नगर्नु न म त तपाईँको छोरी नै हुँ नि आफ्नो आमाले छोरीलाई गाली गर्दैन त हो नानी छोरी नै हो मेरो कान्छो छोरा मेरो कान्छी बुहारी मेरो छोराछोरी नै हो नि 2टा सन्तान मेरो एउटै हो तर मैले भेदभाव पनि गरेँ मेरो बुद्धि पुगेन अबदेखि म कहिल्यै त्यस्तो गरेको छैन तिमी मेरी कान्छी छोरी हो है अबदेखि हामी कहिले पनि भेदभाव नगर्ने म 2टै बुहारीलाई बराबर माया गर्छु होइन नि आमा मैले सपना त देखेको होइन नि साँच्ची नै हो सपना होइन चिया खानुभयो छैन नानी हेर्नुहोस् चिया खानु चाहिँ आऊ छोरी आऊ यहाँ बस हुन्छ आमा ल आज दर खाने दिन हो टन्न खानुपर्छ है नानी हुन्छ आमा भइहाल्छ नि बरु के पो पाक्यो भित्र अब भाउजूहरूले लिएर आउँछ नि जे पाके पनि खाने हो नि त टन्डा खानुपर्छ है आमा मजाले खानुपर्छ नि रमाइलो गर्नुपर्छ छोरी पाक्यो आमा ल्यायौँ हामीले ल छिटो ल्याऊ है नानी आमा अलि यता मिलेर बस्छ सबैजना मिलेर बस्छौँ नि यता पर्छ भाउजूहरू बस्छन् यता यता खाँदै छैन मिठो रे यसपालि त जेठी भाउजू पकाएको हो नि त सबैजना बस्छौँ 2जना लिएर आऊ भाउजूको हात कान्छी पनि आऊ जेठी पनि आऊ कस्तो बनाएको हुन्छ त्यो खाइदिनु। हेर्दै मिठो छ के मेरो बुहारीहरू पकाएको सब्जी अनि हात मिठो छ भाउजू बुहारी त मेरो हो नि त आमा कस्तो कस्तो आएको मैले त खाएँ है हाम्रो नानी पनि एउटा हो नि त हाम्रो बाबुहरू पनि खाऊ है भयो नि त हाल्छु नि तिमी खाऊ के चाहिन्छ भन है बाबु हुन्छ आमा लिँदैछु उसले पनि भन् पाउँछ बनाएको तिमीलाई मलाई पनि पुग्छ एकैचोटि हालेर ल्याएछु के भन्यो ओहो नानी पनि त्यस्तो होइन नि भाउजू हजुरलाई पनि माया गर्छु त के थियो भयो अलिकति खाइदिउँ न भयो के त्यही मायाले गर्नु नमस्ते हाम्रो यो जेठी बुहारी सिरियल हजुरहरूलाई कस्तो लाग्यो हजुरहरूले यदि हेर्नुभएको छैन भने हेरिदिनु होला र हजुरहरूले मन पराइदिनुहुन्छ भने हामीलाई धेरै आशा छ पराउनु पनि भएको छ धेरै राम्रो माथि गइरहेको छ र हामीले यो 2 महिना अगाडिदेखि तीज कार्यक्रम मनाएर विकृति बढाउने काम भइरहेको छ त्यसमा हामी आफै संयम भएर हामी घटाउँदै हामीले एक दिन मनाउने बनाऊ त्यही भएर हामीले आज यो चाहिँ तीजको एउटा कार्यक्रम भनौँ एउटा हाम्रो तीजको सिरियल बनाएका छौँ हजुरहरूलाई धेरै धेरै धन्यवाद हेरिदिनु होला ल काजल म्याम बोल्नु आमाले भने जस्तै साँच्चीकै हाम्रो समाजमा विकृति धेरै नै बढेको छ सबैजनाले आफ्नो घाँटी हेरेर हार निल्नु होला
हामीले एकदमै सानो छोटो समयमा एकदम प्रयास गरेका छौँ। यो सानो हाम्रो कोसीले हजुरहरूले हुन त छोटो समय हजुरहरूले धेरै नै सपोर्ट गर्नुभएको छ, धेरैले मन पनि पुऱ्याइदिनु भएको छ। अझ योभन्दा पनि धेरै मन पुऱ्याइदिनु होला है त। दर्शकबिनहरू उहाँहरूले भनेको कुरा एकदम राइट छ, मलाई चाहिँ त्यस्तो लाग्यो। अनि हामीले 30 भनेर एक दिन दर्खाने हो, महिनौ अगाडिदेखि होइन। त्यही भएर हजुरहरूलाई एउटा सानो सन्देशको रूपमा मैले एउटा सिरियल लिएर आएको हुँ। मेरो च्यानललाई लाइक, शेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। शीतल जङ्गम अफिसियल है त, शीतल जङ्गम।